12 वर्षको छोरा र श्रीमानलाई धोका दिएर टिकटके प्रेमीसँग होटलमा रात बिताउँथिन् मुना। अहिले तिनै प्रेमीले अश्लील भिडियो खिचेर उनलाई बिचल्लीमा पारे। दर्शकवृन्द, सामाजिक सञ्जालमा नचिनेका मान्छेसँग प्रेम सम्बन्ध स्थापित गर्दा कस्तोसम्म घटना घट्न पुग्छ भन्ने सन्देश दिन्छ यस घटनाले। वैदेशिक रोजगारीका लागि कतार पुगेका म्याग्दी नगरपालिका 5 का 30 वर्षीय सन्तोष किसान टिकटकमा निकै सक्रिय थिए। उनले टिकटकमा विभिन्न प्रकारका भिडियो बनाएर अपलोड गर्थे। सिन्धुपाल्चोककी एक विवाहित महिला मुनाले टिकटक चलाउने क्रममा सन्तोषको भिडियो देखिन्। मुनालाई सन्तोषको टिकटक निकै मन पर्थ्यो। उनले सन्तोषका भिडियोमा लाइक कमेन्ट गर्थिन्, कहिलेकाहीँ लभ साइन पनि पठाउँथिन्। हुँदाहुँदै उनीहरू टिकटकबाटै नजिकिए। फेसबुक मेसेन्जरमा पनि उनीहरू कुराकानी गर्न थाले। यत्तिकैमा उनीहरू बीच प्रेम बस्यो। मुनाका श्रीमान र 12 वर्षका छोरा समेत छन्, तर उनी अन्जान युवकको प्रेममा परिसकेकी थिइन्। केही महिनामा सन्तोष नेपाल फर्किए। त्यसपछि मुना सिन्धुपाल्चोकबाट सन्तोषलाई भेट्न भनेर काठमाडौँ पुगिन्। उनीहरूले कोटेश्वर स्थित एक गेस्ट हाउसमा सँगै रात बिताए। त्यसपछि भोलिपल्टै मुना सिन्धुपाल्चोक पुगिन्। सन्तोष पनि म्याग्दीतिर लागे। उनीहरूको बेला बखतमा काठमाडौँमै भेट हुन थाल्यो। मुनालाई काठमाडौँमा भेट्नकै लागि सन्तोषले म्याग्दी काठमाडौँ चल्ने बसमा खलासीको काम गर्न थाले। गत वर्ष असोज कार्तिक अगाडि उनीहरू 3 पटकसम्म काठमाडौँका विभिन्न होटलहरूमा बास बसे। सन्तोष र मुनाका बीचमा लेनदेन पनि हुन थाल्यो। मुनाले सन्तोषको मोबाइलमा रिचार्ज हालिदिनेदेखि सानातिना खर्चका लागि पैसा पठाइदिन्थिन्। दिनहरू बित्दै जाँदा सन्तोषले मुनासँग अब ठुलै पैसा हात पार्ने योजना बनाए। एक दिन घर बनाउन लागेको भन्दै सन्तोषले मुनासँग 60,000 मागे। सन्तोषले पैसा माग्न थालेपछि मुना उनीसँग तर्किन थालिन्, तर सन्तोषले धम्की दिन थालेपछि उनी पैसा बोकेर काठमाडौँ आइन्। काठमाडौँ पुगेर मुना बालाजु स्थित गेस्ट हाउसमा सन्तोषसँगै बसिन् र 60,000 पैसा पनि दिइन्। त्यसपछि पैसाका विषयमा खासै कुराकानी भएको थिएन, तर एक साता अघि सन्तोषले पुनः मुनालाई फोन गरेर घर बनाउन पैसा पुगेन, 2 लाख देऊ भन्दै पैसा मागे। मुनाले आफूसँग त्यत्रो पैसा छैन भनेपछि सन्तोषले मुनालाई सँगै रात बिताउँदा खिचेको अश्लील फोटो र भिडियो परिवारका सदस्यलाई पठाइदिने भन्दै बार्गेनिङ गर्न थाले। त्यसपछि उनी ठूलो तनावमा परिन् र उनी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगिन्। प्रहरीले मुनाको उजुरी दर्ता गरेर सन्तोषको खोजी गर्न थाल्यो। प्रहरीकै योजना अनुसार मुनाले सन्तोषलाई पैसा लिन गोङ्गबु स्थित नयाँ बस पार्कमा बोलाइन्। सन्तोष पैसा लिन पुगे। त्यसै बेला उनलाई प्रहरीले पक्राउ गर्यो। प्रहरीका अनुसार सन्तोषले बार्गेनिङ गर्ने योजना अनुसार नै मुनाको अश्लील फोटो र भिडियो खिचेका थिए। श्रीमान र छोरा समेत रहेकी मुना आफू सम्हालिन नसक्दा यस्तो घटना हुन पुगेको प्रहरीले जनाएको छ। 12 वर्षको छोरा र श्रीमानलाई सिन्धुपाल्चोकमै छाडेर परपुरुषसँग रात बिताउन काठमाडौँ पुग्नु सामान्य कुरा थिएन। त्यसमाथि सामाजिक सञ्जालमा नचिनेको व्यक्तिसँग यति धेरै विश्वासमा पर्नु उनको ठूलो गल्ती थियो। यो घटना धेरैका लागि पाठ हुन सक्छ। त्यसैले यो भिडियो सबैमा सेयर गरिदिनुहोला।